ओके के छ त गाइज अनि अहिले चल्ने धेरै पछि होइन यस्तो भिडियो बनाउँदैछु। अब भन्नाले भाइहरूले अब कसैले भेट्नेर भन्छ कि हजुर ब्लग बनाउनु न धेरैले भन्छ क्या, तर ब्लग बनाएर कहाँ हाल्ने र टिकटकमा युट्युबमा त अब त्यति बिना पुग्दैन नि त गाइज। हो त्यति बिना पुग्दैन क्या, हेर्न जाऊ न मैले हालेको छु होइन स्टोरीतिर पुग्दैन क्या। भ्युज कति पुग्छ थाहा छ? बडीले भनेको 13-14। त्यसैले भन्छ कि अब भ्लग बनाउँछु, सपोर्ट गऱ्यो भने म बनाउँछु, जानी गएर बनाउँछु होइन। त्यही भएर हो सपोर्ट नै छैन कसैको, अब के भन्नु र। त्यसैले अब बनाउनै झ्याउ लाग्छ क्या। बिग फ्यान गाई बिग फ्यान। त्यो नाटकले भने हो कि भिडियो चाहेर भने हो कि साँच्चीकै बिग फ्यान हो होइन, मलाई थाहा भएन त्यही भनेर अनि आज भनेको। त्यो नाटकले भिडियो चाहेर चाहिँ बिग फ्यान भन्न चाहिँ नआओस् क्या, त्यो आफ्नो मनबाट हुन्छ नि, आफ्नो मनबाट हुन्छ नि पुरा। त्यो अझै दाइले खतरा भिडियो बनाउँछ, यो दाइको म बिग फ्यान त्यो भने चाहिँ हो। म बनाउँछु उसलाई, म भिडियो नि उयो गर्छु, फलो गर्नु होइन, म एकछिनमै फलो ब्याक दिन्छु कि। म त्यति ठुलो मान्छे बन्दिनँ क्या। अब अलि भाइरल हुन्छ नि होइन, त्यो मान्छेले खुट्टा तानी धेरै हुन्छ क्या, त्यसैले अलिक गाह्रै छ। अब इन्स्टातिर अलिअलि भ्युज पुग्यो भने अब मान्छेहरू छ के अति बोल्दिनँ छ के, त्यसैले मैले इन्स्टा छोडेको थिएँ पहिले, फेरि नयाँ आइडी खोलेर फेरि छ होइन इन्स्टा आइडी। हजुरहरूले थाहा होला मैले हालेको छु होइन, हजुरहरूले थाहा होला नि त। अब इन्स्टामा नि हालिरहेको हुन्छु मैले, प्रायः भिडियोहरू हालिरहेको हुन्छ, तर भ्लग चाहिँ बनाउँदिनँ कि अति उत्यो हुन्छ कि। मतलब भ्युज भनेको जस्तो भ्युज आयो भने म आज बनाउँछु, भोलि बनाउँछु, पर्सि बनाउँछु क्या, नयाँ नयाँ कन्टेन्टहरू बनाउँछु नि त। अब भ्युज नै पुग्दैन के भन्नु र। टिकटकतिर त्यसरी सपोर्ट गर्छ नि हजुरहरूले होइन, कमेन्टहरू बुझाउँछ होइन, त्यसरी युट्युबमा नि जानु न, अलि युट्युबमा नि जानु होइन, अलिकति हुन्छ नि। ओ मलाई नि सपोर्ट गर्ने कोही छ भन्छु क्या म नि। अब कोही नि छैन, युट्युब हेऱ्यो टिकटकमा उतै हेऱ्यो होइन, अनि छोडिदिने के, कसैले सपोर्ट नै नगरिदिने क्या। भ्लग त आउँछ बवाल आउँछ क्या, दामी आउँदिन्छ क्या, म जानी चलिदिन्छु होइन, तर त्यति बिना सपोर्ट छैन क्या। भाइहरूले नि भने मैले, म उता कलेज जाँदा नि होइन, कोही कोहीले भनिरहेको हुन्छ क्या, दाइ भ्लग चाहियो के भ्लग चाहियो भन्छ नि त। भ्युज नै छैन त भ्लग कसरी बनाउनु यार, आफूले बुझ्नुपर्छ नि यार गाइज। ल टिकटकतिर जम्मा 400 अनि उयो मात्र लाइक पुग्छ, त्यति मात्र लाइक पुग्छ, अरूमा छैन। माथि पुग्नलाई अलिक गाह्रै हुँदो रहेछ क्या, सँगसँगै गरिरहेको छु होइन। अब कहिले पाउँछ फल केही थाहा छैन क्या। मेरो घर सोधिरहेको हुन्छ होइन, मेरो घर चाहिँ केटिएम काठमाडौँ क्या, मतलब मुलपानी पिपलबोट होइन। चिन्नेले मलाई चिनिरहेको हुन्छ, अब नचिन्नेले अलिक गाह्रो हुन्छ, ए यो दाइ कहाँको हो ह्यानत्यान सोधिरहेको थियो होइन, त्यसैले मैले भनिदिएँ मुलपानी पिपलबोटै टक्क त्यतिमा होइन हुन्छ। अब भन्न त मेरो बर्थडे आउँदैछ है गाइज, अब भदौको 18 गते मेरो बर्थडे हो। कसैले सरप्राइज पठाइदियो भन्न नि नमिल्ने हो, त्यत्तिको भाइरल नि छैन होइन। त्यसैले गाह्रो छ लाइफमा। आजको लागि मेरो युट्युबमा 82 मात्रै छ होइन सब्सक्राइब। अब त्यही हो, अब त्योभन्दा माथि पुग्यो भने 200-300 पुग्यो भने चाहिँ युट्युबमा नि भिडियो आउँछ, आउँदिनँ भन्दिनँ म, आउँछ। त्यसैले गाइज हस् त नमस्ते, अहिलेको लागि यति हो, बाई बाई, सी यु टुमारो।